भीमदत्त नगरपालिका वडा नम्बर 9 को खल्ला भन्ने ठाउँ नि आएको छु जो महाकालीका किनारे नै छ। एकदम सुन्दर ठाउँ छ। मोती डाँडा काँडा छन्, तल नदी बगेको छ, महाकाली नदी। त्यही किनार नि गजब निको गाउँ छ। पहिला खल्ला आयो, वहाँपछि टुडीखेल आयो, वहाँपछि मसेट्टीपट्ट ह। यति निकै गाउँ भएको यो ठाउँ आया। यहाँ आइबन त मैले हाम्रा बझाङ मस्टाका कति नम्बर वडा हजुर हो? मस्टा 5 का एक वयोवृद्ध हाम्रा अग्रज मान्छे भेट्या रे। उनीसँग अहिले मस्टा माडु बनाउने भन्ने कुरा चल्या बेला यहाँलाई हामी यसै मस्टा गाउँपालिकाका माइस भेटेका छौँ। मैले हाम्रा अङ्कल पनि छन्। यहाँलाई हजुरको नाम के होइन? भैरव बोरा। हजुरको शुभ नाम? हजुरको? डबल कठाइट। त्यही मस्टाई मानिबन त पुजिबन त बसेका मान्छे मस्टाइकै केयरवाला माइस भेट्या रे। यो मस्टो का नाम झिक्कै क्या छन्, उनीले क्या राखेका छन्, यो कहाँ पूजित छ, मस्टाका मानु कहाँ छन्, ढडार मस्टो, बान्नी मस्टो, पछि जिउलिया मस्टो, अरू ठाउँ पनि झिक्कै ठाउँ मस्टा छन्। बजाङ बाजुरातिर पनि यो यिनीले मस्टाबारे क्या राया भन्ने नानु जान्ने मन लाग्यो रे। हाम्रा जानकारीकै लागि अग्रजबाट सोध्न लागेका छौँ। हजुरको पहाड घर कहाँ हो हजुर? मेरो द्वारी 5 वटा मस्टा गाउँपालिका द्वारी। हजुर कति वर्ष भए? 67 वर्ष। 67 वर्षका अग्रज माइस भेटेका छौँ। बजाङ मस्टा 5 द्वारीका। यिनीतिर आज म नानु मस्टाका बारे नै भनिदेऊ भन्न लागेका छौँ। अब मस्टो देवता हजुर पनि पुज्दा हो कि? मस्टो उ त धित्या अवारो त पवारो हामीले उठाउनु। हजुर। अब मस्टा नि मस्टाका कति ठाउँ पुजित हो, कति नाउँ राया हो मस्टाका हजुरले? हामीले हजुर अब राम्री, किमडाला, ढडार, अन्थारी, बान्नी 3-4 ठाउँ। ढडार, किउडाला, ढडार, किउडाला, बान्नी, रामदी। 4 मस्टा हजुरले राया हुनु। कि ढडारा मस्टो भन्दा, बान्नी कि बान्नु मस्टो भन्दा, किमताला, किउडाला के मस्टो भन्दा? गाडा मस्टो हो, रौछनीको पुत्तो हो। कुरा त हजुर। किमडालाको मस्टो रौछनीको पुत्तो। हजुर। दाडा मस्टो रौछनी भन्दा रौछनीको पुत्तो। हजुर। अब पहिल्यै हजुरका विचार नि हजुरले रायासम्म 4 मस्टो भने बजाङ नि हजुरले रायाका तिनु नि सबैभन्दा मस्टो सुरु उत्पन्न भएको कहाँबाट होला? ए ढडार मस्टो, ढडारेबाट सबभन्दा पहिलो मस्टो ढडारेबाट सुरु भयो। अब यिनी भन्नुहोस् हजुर। पारी जोमारो चराया भन्यो मठ छ्या हजुर राम्री हजुर। त्यही खल्या कराइ त लाभन को धान्छ भन्नुले त्यो जोमारो चराउनु गयो ताई धामी भयो। पहिलेको धामी खल्या राम्रीको खल्या कराइ। हजुर। ढडार जोमारो चराया भन्नुले ताई धामी भयो। किमडाला भोटो गया, भोटोबाट आउँदाखेरि तिनले भोटिया पाठा काट्यो। पहिलेको चल्दा ढडारै हो त्यो। हजुर। मौ ढडारे हो, परि धामी अलि बढी धामी ढडारे हुन्। त्यो ताई धामी तलकोटी गाएर लाट्ने फाल्यो। धामीले पुगेर अगाडि पछाडि गयो। त्यही बौत्या धामी हो। किमडाला पहिले चल्याएको, राम्री चल्याएको खले धामी, किमडाला चल्याएको बौत्या धामी। ताई तलकोटी गएर फाल्योले पछि विजया दसैँ त्यो बौत्या खस्याको हो, तल भ्याउनुमा घोरो दबाउनु छ भन्यो। कोटो नगएर हानुले विजया दसैँ पाटो बस्यो। किमडाला बौत्या धामी हुँदा ती भाइ हुन्। त्यो कुरा हो। बान्नी चलेको पहिले मुलु धामी, मुला रोछ, देश बिताएछ। गाउँले बिहारी दियो, छान्नाए भरुनी जोइयो। पहिलेको सुरा धामीको चल्याएको ती पछि चल्याएका पो हुन्ले। पहिले त ढडारे हुन्। पहिल्यै मस्टो ढडारा उब्ज्यो। ढडाराको मस्टो उब्जिएपछि पछि अब दोस्रो बान्नी भन्दाछन्। बान्नी को चल्या भने मुलु धामी। पहिलो धामी बान्नी चलेको मुलु ए मुलु धामी चल्यो। पछि तल कहाँ भने हजुर? किमडाला
राउडी राम्री चल्यो खले धामी खलेदामी हजुर खल्या कडायत उहाँपछि अर्को ठाउँ कहाँ भने किउडाला तिउडाला बौद्ध धामी चल्यो बौद्ध धामी हजुर कि त चारै ठाउँका चलेका 3 ठाउँका चलेका धामीका नाउँ पनि थाहा रहेछन् अब ती धामी चल्ने बेला सबै जे भए पनि ढोँडाराबाटै सुरु भयो ढोँडारैबाट सुरु भयो ती जमाएर चलाउने त्यो ढोँडारैबाट सुरु भएको अनि पछि चलेको हुन् त्यो 3 ए ढोँडा र मस्तो पुज्नु गए बेला जमारा चलाउनु गए बेला वहीँ चलेर उहाँ धामी भ्या थिए मठ गाडी संस्कार भए 7 ठाउँ त्यो ढोँडाकै धामीलाई चल्ने हजुर हजुर सट्ट ती फाट्याले ती पछि 3 धामी पछि चल्या ए ल तपाईँ त अब यो मस्तो पहिलो मस्तो कहाँ उब्जियो होला भन्ने यो अहिले बहस चलेको छ तानी हजुर जहाँ अग्रज मान्छे देखे अरे नानु यो पहाडबाट आएका पनि अग्रज मान्छे पनि केही जाने होला भने सोध्याउँ झिक्कै धन्यवाद लाग्यो हजुर कि उहाँपछि अझ हजुरले अघि के भन्ने भनेपछि बान्नीको मस्टाका धामी चल्या बेला त्यही अरिबन त ढोँडारका हाम्रा धामी पुग्यो भने उनीहरूले पाठ छड्नु पर्यो भने है बान्नी छाड्ने राम्री छाड्ने किउडालाई छाड्ने ओ जेठा भाइ नि म त्यो गइसक्यो भने उनीहरूले पाठ छाड्नु पर्यो उनी चल्ने भए ढोँडा धामी जेठो छाडी कान्छ त हुँदैन पछि चल्या ठ्याक्कै ढोँडाका धामी बान्ने अब केही लक्ष्य लगाए पनि जाने भएन हजुर 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 किउडाला भए राम्री भए जहाँ पनि जान्छन् उनीहरूले पाठ छाड्नु पर्यो ढोँडा धामी सिका छैन बस्नु सिला छैन सिका छैन सिका छैन छाड्नु पर्यो ए पाठ कि सिका छैन भन्ने भए सिका छैन बान्ने छाड्ने राम्री छाड्ने किउडालाई छाड्ने ढोँडाका दामी ल हजुरको झिक्कै झिक्कै धन्यवाद आज यति राम्रो हाम्रो मस्टा देवका बारे नि हजुरले जानकारी भनिदिनु भयो खुसी लाग्यो